जिन्दगी पहिले जस्तै रहेन। जब मैले बुझे अन्त्यमा त म नै हुँ, म, मेरो मन र म। तर जीवनमा केही मान्छे यस्ता आइपर्छन् जो तिम्रो शून्यतामा रङ हालिदिन्छन्। यहीँदेखि सुरु हुन्छ साना तर महत्त्वपूर्ण मान्छेसँगको यात्रा। सैलुङ, दोलखा, डाँडै डाँडा, सुनसान भेग जहाँ अनगिन्ती पहाडहरू नाङ्गै बसेका देखिन्छन्, जसलाई हेर्दा लाग्छ यहाँ एक मिठो घर बनाऊ, जीवन बिताऊ। हामी आफ्नो गन्तव्यतर्फ लाग्यौँ। बिहान निहुला पेटमै निस्केका थियौँ, त्यसैले सुकुटेमा बिहानको खाजा खान रोकियौँ। हामीलाई दाउनी पुग्न करिब 4 घण्टा लाग्यो। दाउनीसम्म पुगेपछि हामी सिधै कालिन्चोकतिर लाग्यौँ। र हामी फाइनल्ली कालिन्चोक कुरीमा आइपुग्यौँ। अझै हो थोरै। ल हामी एकैछिन मात्र आयौँ, त्यही पनि थाकेछौँ। तर भ्यू चाहिँ बबाल छ, अति बबाल भ्यूहरू छ यतापट्टि यतापट्टि। अनि त्यसपछि हाम्रो केशव दाइ अगाडि हुनुहुन्छ। ल हामी लगभग आधा बाटो आइपुग्यौँ। यो चाहिँ हिमालको रेन्ज हो, अलि टाढा टाढा देखियो होला, त्यही पनि बबाल। यो सानो तर अत्यन्तै सुन्दर कालिनिन्चोकको दृश्य, जसले थकानलाई एक क्षणमै पलायन बनाइदिन्छ। कालिन्चोकबाट फर्कदा बेलुका भइसकेको थियो। बाटो अँध्यारिन थालेको, हावा चिसिन थालेको, तर हाम्रो उत्साह भने अझै बाक्लिँदै गइरहेको। करिब 7 बजेतिर अन्ततः हामी सैलुङको अन्तिम टपमा पुग्यौँ। हैन त्यो दिनभरि बाटो त अब तपाईको यसो कुरा गर्नु पर्दाखेरि खासमा अफरोड धेरै त हैन, त्यही कालिन्चोक माथि छोरे सैलुङ माथि धेरै, त्यति हो। नभए फुल पिच हो, एकदम आनन्दले। वान डेमा खासमा बिहानै तपाईहरु 4-5 बजे हिँड्नु भयो भने चाहिँ कालिन्चोक दर्शन गरेर सैलुङ दर्शन गरेर रातिको 11 बजे 10-11 बजेसम्म काठमाडौँ नै पुग्नुहुन्छ मज्जाले। त्यो दिन हामी सैलुङमै बसे। हेलो गाइज, अहिले चाहिँ बिहानको 5 बजिरहेछ। अनि हामी उठेर हामी दाजुभाइ चाहिँ अगाडि लाग्नु पर्दैछौँ। त्यहाँ पुगेपछि मात्र थाहा भयो सैलुङ त मैले सोचेको भन्दा कैयौँ गुणा सुन्दर रहेछ। दृश्यले छातीभर शीतलता भरिदियो र मनले भन्यो यात्राको असली अर्थ त यही हो। सैलुङको यो भ्यू टावरमा चढ्नलाई चाहिँ टिकट काट्नुपर्ने रहेछ, 20 रुपियाँ पर पर्सन। अनि त्यसपछि हामी चाहिँ अब हाम्रो साथीहरूलाई कुरिरहेछौँ। अब मैले चाहिँ एउटा सानो चिज विटनेस गरेँ, जुन चाहिँ एउटा पोखरी जस्तो छ। तपाईँले देख्नु भएको छ कि छैन। अब हामी त्यहाँ जान्छौँ कि जाँदैनौँ केशव दाइ? गो देयर तर नजाउँ। अनि यो चाहिँ सैलुङको अर्को पार्ट, अर्को डाँडा, जुन चाहिँ हिमाल नभइकन त्यसको अपोजिटको डाँडा हो। अनि यहाँ पनि राम्रै भ्यू देखिरहेछ। जस अब उता टावर रहेछ, त्यही भएर नेट चलिरहेको रहेछ राम्रोसँग। अब चाहिँ हामी ड्रोन उडाउँदैछौँ सैलुङबाट चाहिँ। अनि त्यसपछि ड्रोन सट आउँदैछ।